हेलो हाई हेलो एन्ड नमस्ते। सन्चै हुनुहुन्छ? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु गाइज। अनि गाइज आज के को बारेमा कुरा गर्दैछु भन्दाखेरि आज म यसो हेर्न सक्नुहुन्छ, यसो नयाँ लुक्स मेरो होइन, नयाँ लुक्स कस्तो देखेछ त साथीहरू। यसो आज कपाल काटियो अनि हिजो अस्ति भिडियोमा तपाईँहरूले देख्न सक्नुहुन्थ्यो कि मेरो यो लामो लामो कपाल होइन, लामो लामो कपाल थियो अनि जिङ्रिङ कपाल थियो अनि अलिकति कस्तो नराम्रो देखिन्थ्यो क्या होइन। तपाईँहरूले देख्नुभयो होला त्यो कपाललाई। अनि आज चाहिँ पुरा च्याटचुट भएर यसो यसो हिरो बन्नु पऱ्यो भनेर यसो हिरो बनेको साथीहरू। अनि अब तपाईँहरूले सोच्नुभयो होला किन काट्यो होला त कपाल होइन। अनि एक त लास्टै गर्मी छ क्या, एक त लास्टै गर्मी छ अनि गर्मीले लास्टै हट्याउँछ क्या। हिजोबाट चाहिँ अलिकति धेरै नै गर्मी बढेको क्या यहाँ के भन्छ गल्फ कन्ट्रीमा। अब यहाँ बराइलमा चाहिँ लास्टै गर्मी छ। अनि सकभर यो गल्फ कन्ट्री जति पनि छ, गल्फ कन्ट्री होइन, सबै देशमा अब चाहिँ गर्मी बढ्छ क्या, लास्टै गर्मी बढ्छ। अब खप्नै नसकिने गर्मी बढ्छ। अब मेरो काम त नाइट ड्युटी हो साथीहरू, नाइट ड्युटी। रातभरि बाहिर घुम्ने बस्ने, त्यही हो ड्युटी मेरो चाहिँ। अनि यसो सोध्छु के हाम्रो यो नेपाली दाजुभाइहरू यसो बाहिर हेर्छु, यसो सोध्छु होइन, यस्तो चर्को घाममा कसरी गऱ्यो होला जस्तो लाग्छ क्या। तर गऱ्यो भने चाहिँ सकिन्छ होला सायद है चर्को घाममा। अनि तर अब म भित्र हुन्छु, भित्र भएको मान्छे पनि एकदमै क्या गर्मीले आत्तिरहेको हुन्छ क्या। अब एसी चलाए मात्र आनन्द लाग्छ, नभए त पुरा गर्मीले पुरा अट्याउँछ क्या गाइजहरू। बाहिर त चिरिक्क घाम लाग्छ क्या, चिरिक्क घाम लाग्छ। अनि यो नेपाली दाजुभाइहरू जस्तो यो नेपाली दाजुभाइहरू विदेशमा सुनिन्छ नि त, मान्छे के अरे सुत्दै दाजुभाइ सुते भयो होइन, बेलुका सुत्छन्, बिहान उठाउँदाखेरि चाहिँ उठ्दैनन्, सुते हुन्छन्। यस्तो किन हुन्छ त भन्दाखेरि यस्तो हामी दिनभरि चर्को घाममा काम गर्छौँ होइन, दिनभरि चर्को घाममा मरि काम गर्छौँ। पानी पनि नपी त्यो चर्को घाममा पसिना पुरा चर पसिना पुरै निस्किरहेको हुन्छ। यो कपडा पुरै भिजेको हुन्छ होइन। अनि दिनभरि चर्को घाममा काम गर्छौँ अनि बेलुका चाहिँ आएर पुरा एसी फुल गरेर सुत्छौँ क्या, एसी फुल गरेर सुत्छौँ। अनि त्यही भएर क्या, अनि दिनभरि चर्को घाम राति एसी, दिनभरि चर्को घाम राति एसी। अनि त्यही भएर मानिसहरू, हाम्रो दाजुभाइहरू, नेपाली दाजुभाइहरू बेलुका सुत्यो भने चाहिँ सुते हुन्छन् कि धेरै जस्तो होइन, त्यस्तो घटना धेरै सुनिन्छ। अनि अर्को कुरा चाहिँ के हुन्छ भन्दाखेरि गर्मीमा क्या सकभर गाइजहरू पानी धेरै पिउनु होला। लगभग 4-5 लिटर चाहिँ कम्तीमा 3 लिटर चाहिँ पिउनु पर्छ है, कम्तीमा पनि। अनि अब सक्नुभयो भने चाहिँ लगभग 4 लिटर 5 लिटर चाहिँ पानी पिउनु पर्छ है, किनकि यो पानीको कमीले पनि हुन्छ क्या। यो पानीको कमीले गर्दा अनि मान्छेहरू त्यसै ढल्छन् क्या, यो पानी कमी भयो भने होइन। अनि प्रेसर के भन्छ, यो प्रेसर बढ्छ क्या यो पानी कम भयो भने। अनि त्यही भएर पानी सकभर धेरै पिउनु होला है। अनि यो मैले पढे अनुसार एउटा लेखमा केमा पढेको थिएँ क्या, यो विदेशबाट घर आउँदाखेरि अनि त्यति बच्चा नहुने होइन, अनि के भन्छ यो
अनि के हुने भन्छन् क्या। यो किन हुन्छ भन्दाखेरि यो जुन हामीले यो मिनरल पानी पिउँदैनौँ त हामीले यो के भन्छ यो जुन टुटीमा यो चिसो पानी आएर हुन्छ नि त, जताततै यो जताततै पानी पिउने भनेर बनाएको हुन्छ नि त। अनि त्यसलाई के भन्छ ठ्याक्कै नाम आएन क्या मलाई त्यसलाई के भन्छ भन्दाखेरि हो त्यस्तो पानी हामीले पियो भने चाहिँ हामीलाई छिटो रोग लाग्छ क्या, छिटो रोग लाग्छ। अनि हाम्रो जुन बच्चा बस्ने जुन सिस्टम हुन्छ अब भन्न खोजेको गाइज अब बुझिहाल्नु भयो होइन, जुन हाम्रो त्यति बच्चा बस्दैन क्या, जुन त्यसले गडबडी गरिदिन्छ कि गडबडी गर्छ। अनि अर्को चाहिँ यो के भन्छ यो छिटो रोग लाग्छ क्या मानिसहरूमा, छिटो जुन विदेशमा बस्ने मान्छेहरू अलि छिटै मर्छन् क्या होइन, अल्प आयुमा मर्छन्। जो विदेश आएका हुन्छन्, जो नेपालमा बसेको हुन्छन्, उनीहरूलाई खासै त्यस्तो केही हुँदैन क्या। अनि त्यस्तो खासै केही हुँदैन। अनि जो विदेशमा किन हुन्छ भन्दाखेरि त्यही अब हामीले भन्छौँ फ्रीको पानी हो होइन, अनि फ्रीको पानी हो भनेर हामीले चाहिँ त्यही पिउँछौँ क्या। अनि त्यो पानीले हामीलाई असर गरिरहेको हुन्छ, हामीलाई थाहा छैन। किनकि त्यो पानी भनेको राम्रोसँग फिल्टर भएर त्यो पानी भनेको समुद्रबाट आउँछ नि त, अनि राम्रोसँग फिल्टर भएर आउँदैन नि त, त्यो फिल्टर भएर आउँदैन राम्रोसँग। अनि त्यही पानी हामीले पिइरहेको हुन्छौँ क्या गाइजहरू। अनि त्यो पानीले चाहिँ हामीलाई धेरै असर गर्छ क्या। अनि हामीले सकभर चाहिँ यो मिनरल वाटर किनेर खाएको चाहिँ धेरै राम्रो हो है। मिनरल वाटर विदेशमा चाहिँ सकभर मिनरल वाटर नै पिउनुपर्छ अब आफ्नो हेल्थको लागि होइन। अब आफ्नो हेल्थभन्दा ठुलो कुरो अरू ठुलो होइन नि त। अब आफ्नो हेल्थ राम्रो छ भने त पैसा कमाउन सकियो। अब आफ्नो हेल्थै राम्रो छैन होइन, रोगी भइन्छ, सधैँ बिमारी भइन्छ, कहिले के भइन्छ भने त हामीले कसरी पैसा कमाउने होइन त। अब हामी त्यो फ्यामिलीको लागि पैसा कमाउने भनेर त आएको छौँ नि, अनि हामीले यो फ्यामिलीको लागि मात्रै सोचेर हुँदैन नि त। अनि हामीले यो हाम्रो आफ्नो लागि पनि सोच्नुपर्छ कि आफ्नो लागि होइन। यो के गर्दा कस्तो हुन्छ विदेशमा होइन, कस्तो हुन्छ, अनि कस्तो पानी पिउने होइन, अनि कस्तो खाना खाने, अनि कस्तो ठाउँमा बस्ने भन्दा पनि अब दिनभरि चर्को घाममा यस्तो यो चर्को घाममा काम गर्छन्, अनि राति आएर फुल एसी चलाएर बस्दिन्छन् के। तर त्यस्तो गर्नु चाहिँ पनि त्यति राम्रो होइन क्या। अनि सकभर रुममा आएर एसी बन्द गर्ने होइन, अनि रुममा आएर मस्त अलिकति शरीर के भन्छ मिडियम हुन्छ नि त। सुरुमा त काम गरिरहेको हुन्छ, थाकेको हुन्छ, शरीर फ्याएर फुफु हुन्छ, घरबिन यस्तो गरिरहेको हुन्छ होइन, यस्तो गरेर बसिरहेको हुन्छौँ। अनि आउने बित्तिकै हल्का शरीरलाई सेलाउन दिने होइन, अनि हल्का शरीर सेलाउँछ, अनि हल्का शरीर सेलाएपछि अनि बल्ल एसी खोल्ने क्या होइन त। तर हामी के गर्छौँ, आउने बित्तिकै गर्मीमा पुरा दौडीमा स्याहार फ्याफा गएको हुन्छ, आउने बित्तिकै फुल एसी खोल्छौँ होइन, फुल एसी खोलेर पुरा एसीको मुनि बस्छौँ क्या, यो एसीको मुनि बस्छौँ। अनि त्यसले गर्दा हाम्रो हार्ट अट्याक हुने सम्भावना धेरै हुन्छ कि गाइजहरू। त्यही भएर अब भन्ला साला यो मुलाले के सिकाइरहेको हो यस्तो नचाहिने कुरा, यो साला मुलालाई के नै थाहा छ र भन्नु होला फेरि होइन। अनि किनकि त्यस्तो पढिएछ क्या, त्यस्तो किन हुन्छ भनेर मैले धेरै यस्तो पढेछु क्या। यो अलिकति हाम्रो दाजुभाइ दिदीबहिनीहरू विदेशमा यत्तिकै हार्ट अट्याक भएर मरिरहेको हुन्छन् क्या। अब अस्ति भर्खरै कता मलेसियामा कता हो क्या, एकजना दाजु सेक्युरिटी गार्ड दाजु एकजना ड्युटी गर्दै ढल्नु भएछ क्या। अनि ढल्नु भएछ, अब त्यही त हो नि, अब दिनभरि पनि एसीमा बस्ने, रातभरि पनि एसीमा बस्ने, अनि त्यति राम्रो हुँदैन नि त एसी होइन, एसीले धेरै असर गर्छ नि त मान्छेहरूलाई। अनि त्यो दाजुको
भिडियो चाहिँ एकजना दाजुले हाल्नुभएको रहेछ यस्तो यस्तो भयो भनेर। अनि मैले पनि त्यो भिडियोलाई सेयर गरेको थिएँ आफ्नो फेसबुकमा। कति साथी मसँग जोइन हुनुभएको छ या भएको छैन, जोइन हुनुभएको साथीहरूले पक्कै पनि हेर्नुभयो होला सायद त्यो भिडियो है, अथवा जोइन नभएको साथीहरूले पनि अरूले पनि सेयर गर्छ नि त त्यो भिडियो, अरूले पनि सेयर गरेछ त्यो फोटोहरू, तपाईँले त्यो देख्नुभयो होला होइन। अलिकति आफ्नो के भन्छ आफ्नो नेपाली दाजुभाइ क्या, आफ्नो नेपाली दाजुभाइ विदेशमा यसरी मर्दाखेरि चाहिँ अलिकति कस्तो लाग्छ क्या, अलिकति नराम्रो लाग्छ क्या। आफ्नो दाजुभाइ यसरी विदेशमा छ फ्यामिलीको लागि भनिरहेको छ। अब फ्यामिली घरको मान्छेले पनि बुढा विदेश जानुभएको छ होइन, यताउता कमाउनु भएको छ भन्छन्। अब त्यही फ्यामिलीको लागि त काम गर्न आएको छ नि त होइन। त्यही भएर सबभन्दा पहिला चाहिँ आफ्नो ख्याल गर्नुहोस् है। हाम्रो दाजुभाइ दिदीबहिनीहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ होइन, जुन देशमा हुनुहुन्छ, जुन देशमा भए पनि आफ्नो ख्याल राख्नु, सकभर सन्तुलित भोजन खानु होइन। अनि सकभर के भन्छु भन्दाखेरि सकभर यो गर्मी महिनामा यो चिसो पिउँछ नि साथीहरू, यो चिसो सकभर नपिउनु है, किनकि चिसो नपिएकै राम्रो हो नि त। चिसोले हामी गर्मी भयो भनेर पुरा चिसो हान्छ नि त। चिसो हानेपछि एकछिनको लागि मात्रै हो क्या त्यो चिसो भनेको, एकछिनको लागि मात्रै हो। अनि एकछिनपछि पुरा फेरि शरीर तातो भएर आउँछ क्या। त्यही भएर साथीभाइहरू सकभर चिसो नपिउनु। सकभर तपाईँलाई प्यास लाग्छ, गर्मी लाग्छ भने चिसो पानी पिउनु है। चिसो पानी किन्नुहोस्, सस्तो पनि हुन्छ अनि शरीरको लागि हेल्दी पनि हुन्छ है त। म यही भन्न चाहन्छु, सकभर कोल्ड ड्रिङ्क चाहिँ पिउँदै नपर्नुहोस् है होइन। अब मैले पिउँदै नपिउनुहोस् भन्दाखेरि अब त धेरै दाजुभाइहरूले मलाई गाली गर्ला, दिदीबहिनीहरूले गाली गर्ला, साला के सिकेर छ भनेर होइन। तर म आफ्नो दाजुभाइहरू त्यस्तो भएको देख्दा कि अलिकति नराम्रो फिल हुन्छ क्या। त्यही भएर म भन्छु सकभर दाजुभाइहरूलाई म राम्रो सल्लाह सुझाव दिइरहेको हुन्छु नि त। सकभर यो चिसो यो कोल्ड ड्रिङ्क चाहिँ नपिउनु है। अनि सकभर मिनरल वाटर किन्नु, चिसो किन्नु न, चिसो मिनरल वाटर किन्नु। अनि चिसो मिनरल वाटर किन्नु, त्यही पिउनु होइन। यो पानी चाहिँ नपिउनु है, किनकि कोल्ड ड्रिङ्क चाहिँ नपिउनु है, मेरो आग्रह छ। किनकि यो कोल्ड ड्रिङ्क्सले धेरै हार्ट एट्याक हुने सम्भावना धेरै हुन्छ क्या। अनि गाइजहरू म के भन्नु लाग्थेँ भने यो कपाल किन काटेँ त भन्दाखेरि होइन, भोलि म जिएसटी जम्मा जानु लाग्छु। जिएसटी गर्न, जिएसटी भनेको यो गार्ड हो नि त। अनि त्यसको लागि जानु लाग्छु होइन। अनि त्यसको लागि चाहिँ यसो हिरो भएर ह्यान्डसम भएर बसेछु क्या म चाहिँ। अनि यो ट्रेनिङ भन्छ नि त, यो गार्डको ट्रेनिङ गर्न जानु लाग्छु कि गाइजहरू। अनि यो गार्डको ट्रेनिङ गर्नको धेरै गर्मी हुन्छ क्या त्यहाँ। त्यो ट्रेनिङ गर्ने ठाउँमा चाहिँ धेरै गर्मी हुन्छ नि त। अझ यस्तो चर्को घाममा बाहिर पुरा ट्रेनिङ गर्नुपर्छ। अनि त्यही भएर अनि तिनीहरूले यो पर्सनालिटी पनि हेर्छ नि त। पर्सनालिटी कस्तो छ, यो मान्छे कस्तो ड्रेस लगाएर छ होइन, यो कपाल कस्तो छ होइन। अनि यो के भन्छ, यो गरेछ कि गरेछ छैन होइन, यताउता सब हेर्छ नि त। त्यही भएर आज चिटिक्क भएर बसेछु भोलिको लागि क्या। अनि ट्रेनिङ सुरु भयो मेरो यो सेक्युरिटीको। अनि अब धेरै साथीभाइहरूले औकात नदेखाउनु भन्छन् कि मलाई, औकात नदेखाउनु है। अनि तर यो औकात चाहिँ देखाएको होइन साथीहरू। अनि जे छ आफ्नो अवस्था त्यही देखाइरहेको छु साथीहरू होइन। ल हुन्छ गाइस, अब अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धन्यवाद। अनि अन्तिमसम्म हेरेर साथ दिनुभयो। अब यसरी नै माया गर्दै गर्नु होला। अनि जो साथीहरूले
सब्सक्राइब गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद। अनि जुन जुन साथीहरूले सब्सक्राइब गर्नु भएन नि, जुन जुन साथीहरू मसँग जोडिन चाहनुहुन्छ कृपया मलाई सब्सक्राइब गर्नु होला। म पनि ब्याक टु ब्याक दिनेछु कि गाइजहरू तपाईँहरूलाई। अब ब्याक टु ब्याक दिनेछु। तपाईँहरूले यो मुलालाई के गरिराख्ने, के सपोर्ट गरिराख्ने भन्नुभयो भने त अब न तपाईँ अगाडि बढ्नुहुन्छ ल म अगाडि बढ्छु नि त गाइजहरू होइन। त्यही भएर एकअर्कालाई सपोर्ट गरौँ, अगाडि बढौँ अनि बल्ल अगाडि बढिन्छ। यो अब यो कुरा पनि कतिचोटि भनिराख्ने होइन। ल हुन्छ गाइज, अब अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै 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 धन्यवाद। ल अर्को भिडियोमा भेटौँला, बाई।